नमस्कार पब्लिक क्विजमा म यहाँलाई स्वागत गर्छु। म हो राजेन्द्र सिंह। यति बेला हामी जितपुर सिमरा उपमहानगरपालिकामा रहेका छौँ र करिब एयरपोर्ट जाने यो चोकमा छौँ हामी र मसँग एकजना यहाँको स्थानीय हुनुहुन्छ। म उहाँको परिचय लिन्छु। एकपटक आफ्नो नाम भन्नुहोस् न। नमस्ते। नमस्ते, मेरो नाम रमेश श्रेष्ठ। यहाँ सिमरामा के गर्नुहुन्छ नि? मेरो पसल छ। हजुर। कति वर्षदेखि यहाँ बसोबास गर्नु भयो नि? म जन्मेदेखि हो। अनि हामी वीरगन्जबाट आएका छौँ। हामी तपाईँलाई एनआई कलेजको तर्फबाट एउटा गिफ्ट दिन्छौँ, उपहार दिन्छौँ। तपाईँले एउटा प्रश्न सोध्छौँ। क्विज प्रश्न सामना गर्न कति मन लाग्छ? मलाई एकदम इन्ट्रेस्टेड छु म यस्तो कुराहरूमा। क्विज पहिला पनि स्कुल पढ्दा नि कलेज पढ्दा नि क्विज खेलिरहने मान्छे है, इन्ट्रेस्टेड छु। एउटा प्रश्न सोध्छौँ, हामी उपहार दिन्छौँ एनआई कलेजको तर्फबाट र उपहार चाहिँ हाम्रो मनोज दाइले दिनुहुन्छ। यो प्रश्न रहेको छ, तपाईँको यो जितपुर सिमरा उपमहानगरपालिकाको उपप्रमुखको नाम के हो? भोला अधिकारी उहाँको नाम। हजुर हजुर। सजिलो प्रश्न पर्यो। सजिलो, अब थाहा भएको कुराहरू होइन। भोला अधिकारी, मेरोको नाम राजन पौडेल, सब थाहा छँदैछ यस्तो कुराहरू त। अब हुन्छ, धन्यवाद। म तपाईँलाई एउटा गिफ्ट दिन्छु र के भन्नुहुन्छ? एनआई कलेजले सिमरामा लगेर हाम्रो साथीभाइहरूलाई गिफ्ट दिनुहोस् भन्नुभएको थियो, केही भन्न चाहनुहुन्छ? एनआई कलेजलाई सबभन्दा पहिला धन्यवाद मलाई गिफ्ट पाएको होइन। अब प्रगति गरोस् एनआई कलेजले। अब यस्तो विज्ञापन भइरहन्छ, यस्तो क्विजहरू खेलाइरहोस् होइन, हामीलाई गिफ्ट पाइरहोस्। धन्यवाद सर। धन्यवाद। धन्यवाद। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद। नमस्कार।